सो मेरो चाहिँ स्पिकिङमा 85 आएको थियो अनि हजुरहरूले चाहिँ स्पिकिङको पार्ट पनि कभर गर्नु न भन्नुभएको भएर चाहिँ आज चाहिँ हामी के को बारेमा डिस्कस गर्छौँ भन्दाखेरि समराइज ग्रुप डिस्कसन होइन त। अब यो भनेको चाहिँ रिटेल लेक्चर जस्तै हो, तर अब रिटेल लेक्चरमा चाहिँ एउटा स्पिकर हुन्छ भने यहाँ चाहिँ 3टा स्पिकर हुन्छ, त्यो सबैलाई थाहा भएकै कुरा हो है, नथिङ न्यू हाहा। तर अब हेरौँ है त्यसको डुज डन्ट्स ह्यान त्यहाँ के हुनसक्ला भनेर चाहिँ हेरौँ। फर्स्टमा चाहिँ एउटा अब भोइस आउँछ जे होस्, त्यसले चाहिँ के भन्छ भन्दाखेरि 3 पिपल आर डिस्कसिङ अबाउट दिस भनेर भन्छ, त्यसमा टपिक लेखिदिने होइन त। अनि अर्को भनेको चाहिँ स्पिकरहरू बोल्न थाल्छ वान बाई वान। सो फर्स्ट थिङ यु हेभ टु डु इज डु नट ट्राई लिसनिङ एन्ड राइटिङ एट द सेम टाइम। अब तपाईँ एक्स्ट्रा अर्डिनेरी नै हुनुहुन्छ, होइन म सक्छु लेख्दै सुन्दै सक्छु भनेर भने वेल एन्ड गुड। तर अब इफ सक्नु हुँदैन भने चाहिँ पहिला मजाले सुन्ने, लाइक अब तपाईँ रिपिट सेन्टेन्समा गर्नुहुन्छ या के अरे राइट फ्रम डिक्टेसन त्यसबाट गर्नुहुन्छ नि, त्यसरी नै पहिला सुन्ने मजाले अनि त्यसपछि लेख्ने है त ड्याङ्गै। अब त्यो लाइन यस्तो फेरि होइन यो लाइन त्यति इम्पोर्टेन्ट छैन, म त इम्पोर्टेन्ट लाइन मात्र लेख्छु भन्यो भने त्यो फेरि इम्पोर्टेन्ट पनि छुट्टिन्छ, लिस्ट इम्पोर्टेन्ट पनि छुट्टिन्छ, त्यसमा त्यो हुँदैन है त। यो भनेको चाहिँ यसमा चाहिँ यो एकदम इम्पोर्टेन्ट छ यो लाइन त्यस्तो भन्ने हुँदैन, किनभने कन्टेन्ट भनेको कन्टेन्ट हो, इक्वली इम्पोर्टेन्ट हुन्छ है त। त्यही भएर पहिला चाहिँ मजाले सुन्ने अनि त्यसपछि ड्याङ्गै लेखिदिने ज्ञानी भएर है त। त्यो सेकेन्ड भनेको चाहिँ डु नट ट्राई टु कभर एभ्रिथिङ। अब त्यो कभर गर्न पनि सक्दैन एभ्रिथिङ त, र इफ कभरै गर्नु भयो अरे तपाईँले 100मा 100% नै कन्टेन्ट कभर गर्नु भयो भने पनि तपाईँको 6मा 6 मात्र आउने हो, बढी आउँदैन होइन। तर अब 30 to 40% ल भनौँ न 50% दिउँ, 50% मात्र कन्टेन्ट लेख्नु भयो भने पनि तपाईँको 6मा 6 ढुक्कले आउँछ है। सो त्यति बढी टाइम वेस्ट गर्नु पर्दैन, बट त्यो भन्दाखेरि पनि फ्लुएन्सीमा काम गऱ्यो भने झन् राम्रो, किनभने त्यसले कन्ट्रिब्युट गर्छ है त। सो त्यो भयो कुरा। अनि पछि अब लेख्नु पऱ्यो, लेख्नलाई त टपिक लेखेँ फर्स्टमा। अब त्यो सिट कत्रो हुन्छ भनेदेखि अलिकति लामै सिट हुन्छ तपाईँहरूले दिएको, अनि त्यो भनेको चाहिँ लेमिनेसन गर्छ नि हामीले कुनै पेपर त्यस्तैवाला हुन्छ होइन। अनि त्यसपछि लेख्नलाई चाहिँ तपाईँलाई मार्कर भन्छ, तर मार्कर त्यस्तो बोल्ड हुँदैन क्या, त्यो भनेको साइन पेन जस्तो हुन्छ। अनि त्यसपछि 3टा कोलम छुट्याइदिने, 3टा कोलम या रो तपाईँलाई जे सजिलो लाग्छ त्यो छुट्याइदिने। स्पिकर 1, स्पिकर 2, स्पिकर 3। स्पिकर 1ले जे बोल्छ सुन्ने पहिला मजाले, त्यसपछि लेखिदिने होइन। अब छोटो लामो जस्तो हुन्छ लेखिदिने। अनि यतापट्टि स्पिकर 2मा के भन्न पायो भन्दाखेरि स्पिकर 1सँग चाहिँ अग्री गरेको छ कि डिसअग्री गरेको छ त्यो पोइन्ट लेख्न पायो नि त होइन, हो त्यो भयो। अनि 3मा त्यसरी लेखिदिने। अनि मेरो चाहिँ अब वर्स्ट केस सिनारीमा चाहिँ मेरो चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि 1 2 3टा पोइन्ट लेखिदिने, एउटामा 2टा पोइन्ट लेख्दै भयो, अनि पछि अर्कोमा पनि 3टा पोइन्ट, त्यस्तो भयो भने त्यतिसम्मको गयो भने पनि राम्रै मार्क्स आउँछ है त। सो त्यतिसम्मको चाहिँ एटलिस्ट कभर गर्न सक्ने हुनु पर्यो, त्यस्तो भयो। अब टेम्प्लेटकै कुरा गर्नु पर्दाखेरि मेरो टेम्प्लेट चाहिँ अलिकति लामै छ, तर अब यसको बेनिफिट चाहिँ के भएको थियो भन्दाखेरि यति बोल्दाखेरि चाहिँ 10 सेकेन्ड लाइक 15 सेकेन्ड चाहिँ जान्थ्यो क्या, यतिकै जान्थ्यो। यसरी भयो। अनि पछि यति बोल्दाखेरि यो र यति लाइन त मेरो टेम्प्लेटै भयो नि त। अब यो भनेको चाहिँ 1 पार्टिसिपेन्ट मेन्सन द्याट भन्ने डाङडुङ जे लेखाएको छ त्यो फर्र भनिदिने, स्पिकर 1को जे छ त्यो सबै भनिदिने होइन त। अब टेम्प्लेट याद गरेर जान सक्यो भने त ठिकै हो, तर जहाँसम्म सक्दैन होला, किनभने त्यहाँ बोल्ने बेलामा टेम्प्लेट याद गरेर बस्न सक्दैन, किनभने फ्लुएन्सी म्याटर गर्छ नि त। आफूलाई जे आउँछ भनिदिने, देन ही सेड द्याट, सी सेड द्याट, एक्सप्लेन द्याट, अल्सो एडिसनल्ली, लेटर, फर्दर मोर, जे आउँछ त्यो कनेक्टिङ वर्ड्सहरू भनिदिने, डाङडुङ भनिदिने। अड्किनु धेरै भएन। यस्तै गरेपछि चाहिँ लाइक त्यस्तो केही पनि प्रब्लम हुँदैन। यति नै मैले पनि यति नै गरेको हो, त्यसो गरेर पनि मेरो यतिसम्मको चाहिँ आउँथ्यो नर्मल्ली पनि, जे होस् यस्तोहरू चाहिँ आउँथ्यो है त, यतिको मार्क्सहरू चाहिँ आउँथ्यो। सो या अब इफ केही अरू रिलेटेड केही क्वेरी छ भने चाहिँ डिएम गर्नु होला, अदरवाइज बेस्ट अफ लक।